विदेशमा युट्युबबाट पैसा कमाउन सकिन्छ। कुनै पनि काम सजिलो हुँदैन भने जस्तो सजिलो हुँदैन, काम गर्नलाई त गाह्रै हुन्छ। धेरैजनालाई लाग्न सक्छ कि महँगो क्यामेरा चाहिन्छ, महँगो माइक चाहिन्छ अनि मात्रै भिडियो बनाउन सकिन्छ। हेलो हाई दर्शक नमस्ते, आजको ब्लगमा स्वागत छ। र आज म चाहिँ विदेशमा बसेर कसरी युट्युबबाट पैसा कमाउन सकिन्छ भन्ने विषयमा केही छोटो र मिठो इन्फर्मेटिभ भिडियो लिएर आएको छु। यो ब्लग चाहिँ एकदमै राम्रो र इन्ट्रेस्टिङ हुनेछ, सो साथीहरू हेर्दै जानु होला। विदेशमा युट्युबबाट पैसा कमाउन सम्भव छ कि छैन भन्ने सन्दर्भमा कुरा गर्दाखेरि अवश्य नै सकिन्छ। यहाँ म आफै कमाइरहेको छु युट्युबबाट र तपाईँ पनि युट्युबबाट कमाउन सक्नुहुन्छ। र यसको लागि के गर्नुपर्छ भन्दाखेरि कन्टेन्ट चाहिँ डेली हाल्नुपर्ने हुन्छ। अब एक दिन दुई दिन बिराएर कम्तीमा हाल्नुपर्ने हुन्छ। र कन्टेन्ट हाल्दाखेरि सकभर युट्युबमा हाल्नुहुन्छ भने युट्युब लाइब्रेरीबाट अडियो लिनु होला र कपिराइट फ्री अडियो लिनु होला। त्यस्तै गरी अब भिडियो बनाउँदा नि सकभर अरूको भिडियो नहाल्नु होला आफ्नो भिडियोमा। युट्युबबाट कसरी पैसा आउँछ भन्दाखेरि युट्युबले डाइरेक्ट पैसा दिँदैन। सर्वप्रथम युट्युबमा के गर्नुपर्छ भन्दाखेरि 1000 सब्सक्राइबर र 4000 घन्टा वाच टाइम पुर्याउनु पर्छ। र त्यो क्राइटेरिया पुरा भइसकेपछि मात्रै गुगल एडसेन्स एकाउन्ट लिङ्क गर्नुपर्ने हुन्छ। त्यो लिङ्क गरिसकेपछि च्यानल मोनिटाइज हुन्छ र मोनिटाइज भइसकेपछि त्यसमा गुगल एडसेन्स एकाउन्टमा ब्याङ्क एकाउन्ट जोड्न मिल्छ र त्यहाँबाट पैसा आउँछ। अब च्यानल मोनिटाइज कसरी गर्ने भन्दाखेरि छिटोभन्दा छिटो च्यानल मोनिटाइज गर्नको लागि डेली कन्टेन्ट हाल्नुपर्छ र कन्टेन्ट चाहिँ भ्यालु एडेड हुनुपर्छ है साथीहरू। अब सकभर भ्यालु एड भएको र राम्रो कन्टेन्ट हुनुपर्छ र अडियन्सलाई इङ्गेजिङ कन्टेन्ट हाल्नुभयो भने तपाईँको वाच टाइम पनि पुरा हुन्छ र च्यानल मोनिटाइज पनि हुन्छ। र मेरो च्यानल मोनिटाइज हुनलाई साथीहरू लगभग 6 महिना जति लागेको थियो। 6 महिनामा मेरो च्यानल मोनिटाइज भयो र म चाहिँ ल्याङ्ग्वेजको भिडियो हालेर नै मोनिटाइज गरेको हो। र अब धेरै भिडियोहरू हालिसकेको छु च्यानलमा। तपाईँहरू मेरो च्यानलमा थुप्रै भिडियोहरू हेर्नुभयो होला, त्यसमा म ल्याङ्ग्वेजको भिडियो हालेको छु र वाच टाइम पनि ठिकठाक आएको छ, भ्युज पनि राम्रै आएको छ साथीहरू। र फाइनली साथीहरू म यहाँ हेर्न सक्नुहुन्छ, म यो बाटो अब कट्न लागेको छु र अगाडिको त्यो रेस्टुरेन्टमा गएर रोटी खाने हो। र फेरि कुरा जोड्दै जान्छु र यहाँको लोकेसन पनि एकदमै राम्रो रहेको छ। युट्युबबाट पैसा कमाउनलाई साथीहरू डेली भिडियो हाल्नुपर्ने हुन्छ र कुनै पनि काम निरन्तर गरिराख्नुपर्छ र निरन्तर काम गर्दाखेरि सफलता अवश्य नै प्राप्त हुन्छ। विदेशमा बसेर युट्युब च्यानल चलाउनलाई साथीहरू गाह्रो त गाह्रो नै हुन्छ। ड्युटी गरेर आउनुपर्छ र 12 घन्टा ड्युटी गरेर पनि युट्युबमा भिडियो हाल्नुपर्ने हुन्छ। फाइनली साथीहरू म के भन्न चाहन्छु भने युट्युबबाट नि पैसा कमाउन सकिन्छ। विदेशबाट युट्युबबाट पैसा कमाउन सकिन्छ, त्यस्तो खास गाह्रो छैन, तर निरन्तर काम गरिराख्नुपर्छ। धेरैजनालाई लाग्न सक्छ कि महँगो क्यामेरा चाहिन्छ, महँगो माइक चाहिन्छ अनि मात्रै भिडियो बनाउन सकिन्छ। यस्तो खास कुरा केही होइन साथीहरू। एउटा मोबाइल लिनुहोस् र म जस्तै यस्तो मलाई नि हेर्न सक्नुहुन्छ। म आफै मोबाइलबाट भिडियो बनाइरहेको छु र मोबाइलबाट नि भिडियो बनाएर पैसा कमाउन सक्नुहुन्छ। मेरो युट्युब च्यानलको सबै भिडियोहरू मोबाइलबाटै हो। सबै भनौँ न 100% सब मोबाइलबाटै बनाएको छु म आफ्नो च्यानलको भिडियोहरू। तपाईँ पनि
मोबाइलबाट नै सुरु गर्न सक्नुहुन्छ र बिस्तारै गर्दै जानुभयो भने अवश्य नै प्रगति गर्नुहुन्छ। एकै दिनमा सोच्नुहुन्छ कि मेरो भिडियो भाइरल हुन्छ, त्यस्तो हुनलाई अलि गाह्रै नै हुन्छ। निकै नै मेहनत गर्नुपर्ने हुन्छ भिडियो भाइरल गर्नलाई। र साथीहरू आजको भिडियो कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। र यो च्यानल पहिलोचोटि आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला।